तपाईहरु आज यहाँ किन आउनु भएको थियो र के कारणले कोसँग भेट्न आउनु भएको थियो भन्ने विषयमा केही भनिदिनुस्। नमस्कार, जय गोर्खा, जय जोहार, जय राजवंशी। हामी आदिवासी गोर्खा संयुक्त समितिको प्रतिनिधि हो। हामी डुवर्सबाट आएको। हामी यहाँ आज आउनुको मुख्य कारण थियो, हामीलाई दिल्लीको भारत सरकारको गृह मन्त्रालयको इन्टरलोकेटर मेरो पङ्कज कुमार सिंहज्यूले हिजो अस्तिको दिन मात्र हामीलाई निम्तो दिएको थियो कि तपाईँले आएर हामीलाई भेट्नुहोस् भनेर भन्नुभएको थियो र उहाँलाई चाहिँ आदिवासी गोर्खा संयुक्त समिति डुवर्स गोर्खा सङ्घर्ष मोर्चाको तर्फबाट हामीले दुईवटा ज्ञापन पत्र आज बुझाएको छौँ। ज्ञापनमा हामीले डुवर्स योपालि छुट्टिनु हुँदैन हो। भारत सरकारसँग गोर्खाहरूको जे पनि चुक्ति हुन्छ, जे पनि सन्धि हुन्छ, जे पनि बातचित हुन्छ, जे पनि वार्ता हुन्छ, योपालि डुवर्स छुट्टिनु हुँदैन। किनभने 88 को चुक्तिमा पनि डुवर्सको गोर्खाहरू छुटिएको छ, 13 मा पनि छुटेको छ, 17 मा पनि छुटेको छ। बार डुवर्सलाई आन्दोलनमा हुमी पनि हामी शहीद भए तापनि हाम्रो योगदान प्रशस्त योगदान दिए तापनि डुवर्सलाई बार छुट्याएको छ र योपालि चाहिँ डुवर्स छुटिनु हुँदैन भनेर चाहिँ हामी आज इन्टरलोकेटरलाई हामी यहाँ भेटेर चाहिँ ज्ञापन पत्र दिएको र यो ज्ञापन पत्र दिनुको मुख्य हात चाहिँ हाम्रो गोर्खा जातिको गौरव भनौँ हो नेता हो, गोर्खाको नेता अभिभावक श्रीमान विमल गुरुङज्यूको बदौलत, उहाँको सिफारिस, उहाँको चाहना, उहाँले गर्दा डुवर्स योपालि छुटिनु हुँदैन। उहाँ स्वयंले भनेर चाहिँ आज हामी इन्टरलोकेटरको गृह मन्त्रालयको प्रतिनिधिलाई चाहिँ भारत सरकारको प्रतिनिधिलाई भेट्न आएको र मिस्टर मोदीलाई र आदरणीय यशस्वी प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन्छु। तपाईँले आफ्नो प्रतिनिधि, आफ्नो दूत पठाएर हाम्रो कुरा सुन्नुलाई पठाउनु भयो, त्यसलाई धेरै धेरै धन्यवाद। र यो ज्ञापन पत्रमा हामीले डुवर्सको किन डुवर्स सन्चो छैन, डुवर्सको गोर्खालाई के आपत्ति छ, डुवर्सको आदिवासीलाई के आपत्ति छ, डुवर्सको राजवंशीहरूलाई के चाहना छ, आदिवासीहरूलाई के चाहना छ, गोर्खाहरूलाई के चाहना छ भनेर चाहिँ हामीले चाहिँ कुरा उल्लेख गरेको छौँ। र अर्को कुरा चाहिँ हामीले के कुरा गरेको छौँ भने योपालि चाहिँ दार्जिलिङले 11 जनजाति भन्दैछ, सिक्किमले 12 जनजाति भन्दैछ र यसरी चाहिँ दुईवटा पार्थक्य भएकोले गर्दा अलग अलग चिज भएको भन्दा योपालि चाहिँ गोर्खा जातिमा पर्ने माझी जाति पनि छोडिनु हुँदैन भन्ने आगोसले मुद्दा उठाएको छ र भारत सरकारले जति पनि चुक्ति गर्छ, जति पनि दिन्छ, माझी गोर्खा जातिको माझी सम्प्रदायलाई छोड्नु हुँदैन। यो माझीलाई लिएर पनि चाहिँ जनजातिको मुद्दा चाहिँ फटे गर्नुपर्छ भनेर हामीले केन्द्र सरकारलाई भनेको छौँ र सबै मागकर्ताहरूलाई पनि हामी आह्वान गर्छौँ। अर्को कुरो, केन्द्रीय सशस्त्र बल, केन्द्रीय क्याप, सेन्ट्रल आर्म फोर्स पुलिसमा रिक्रुटमेन्टमा दार्जिलिङको गोर्खा सर्टिफिकेटलाई प्राथमिकता दिन्छ, तर डुवर्सको एसडिओ अफिसबाट, जलपाइगुडीबाट होस्, यहाँ जलपाइगुडी डिस्ट्रिक्टबाट होस्, या अलिपुर डिस्ट्रिक्टबाट होस्, या कुचबिहारको डिस्ट्रिक्टबाट इस्यु गरेको गोर्खा सर्टिफिकेटमा तपाईँको बिएसएफमा, सेन्ट्रल आर्म फोर्स, आसाम राइफलमा, आर्मीमा, एयरफोर्समा, नेभीमा चाहिँ यहाँको गोर्खा सर्टिफिकेट किन चाहिँ प्रमाणित गर्दैन, किन स्वीकार गर्दैन, किन फ्याँकिन्छ, त्यसलाई इम्पोर्टेन्ट किन दिँदैन? त्यो विषय पनि केन्द्र सरकारलाई हामीले आह्वान गरेको यो बारेमा तपाईँले गृह मन्त्रालयसँग बात गर्नुपर्छ भनेर हामीले माग राखेको छौँ कि डुवर्सको गोर्खा सर्टिफिकेट पनि त्यत्तिकै प्रमाणित र त्यति नै महत्त्वपूर्ण छ जसरी पहाडको छ भनेर हामीले भनेको छौँ। र अर्को कुरो, त्यसरी नै हामीले मालमटेली नगरकट्टा कालिम्पोङबाट अलग्गै छुट्याएर 1968 सालमा जब जति बेला सिद्धार्थ शङ्कर राई थियो, उहाँले राजनैतिक षड्यन्त्र गरेर त्यति बेलाको राजनीतिक समीकरणमा मालमटी नगरकट्टा छोडेर जलपाइगुडीमा गाभिएको छ। त्यो पनि तपाईँले पहाडमा मालमटी नगरकट्टालाई जो महकुमा जो ब्लक छ त्यसलाई चाहिँ फिर्ता ल्याएर कालिम्पोङमा जोड्नुपर्छ भनेर हामीले माग गरेको छौँ। यो माग जायज हो र यसलाई तपाईँले चाँडोभन्दा चाँडो पुरा गर्नुपर्छ र बार हामीलाई आश्वासन होइन, योपालि चाहिँ हाम्रो तपाईँले काम गर्नुपर्छ, तपाईँले काम गरिदिनुपर्छ, भारतको सम्पूर्ण गोर्खाको आवाज सुन्नुपर्छ, डुवर्सको आदिवासीहरू, डुवर्सको राजवंशीहरूको कुरा सुन्नुपर्छ भनेर हामीले केन्द्रको गृह मन्त्रालय, मोदी सरकारलाई, अमित शाहज्यूलाई, इन्टरलोकेटरज्यूलाई हामीले चाहिँ आज यो ज्ञापन पत्र हामीले बुझाएको छौँ। र आज हामीमा
हामी यहाँ सुनित थापा, मनिष तामाङ, म सगन मोक्तान, यहाँ गणेश राई, यहाँ प्रदीप मोक्तान आएको छौँ र तपाईँ स्वयं जुरे तामाङ पनि आएको छ।